बस बिचबाट रोकेर बसै अगाडि बसेर पिसाब फेर्दा चाहिँ के सम्मानै गरौँ हामी महापैसा गराएर दिउँसै यत्रो सार्वजनिक यात्रीहरू बोकेर हिँड्नेलाई हामीले के सम्मान गरौँ कि के गरौँ 500 रुपियाँको चिटले मात्रै भनौँ यहाँभरि 5वटा 6वटा मुन्द्रा लागेको कपाल पनि ठाडो न ठाडो पारेको पाइन्ट पनि तल लत्रेर तानेको तानै गर्नुपर्ने अनि त्यो मुखमा के खाएको हो कोही हुनुहुन्छ त्यस्तो त्यसले गर्दाखेरि त्यो सार्वजनिक सवारी साधन 90% राम्रो हुन्छ 10%ले गर्दाखेरि सार्वजनिक सवारी साधन नै बदनाम हुन्छ त्यसलाई चेन्ज गर्नु पऱ्यो आफ्नो ड्राइभर आफ्नो चालक सहचालकहरूको हुलिया गेटअप त्यसलाई चेन्ज गर्नु अब हामीले लापरवाहीपूर्ण तरिकाले जसले चलाउँछ जसले सडक अनुशासनको गम्भीर उल्लङ्घन गर्छ पटक उल्लङ्घन गर्छ निकै बढी हुँदा जरिवाना तिर्न आउनुहुन्न भने हामी उहाँको लाइसेन्स खारेजको लागि लेखेर ल्याएको त्यो क्लियर हामीले पठाइसकेका छौँ यो अभ्यासमा लिइसकेका छौँ र सवारी चालक अनुमति पत्र हामीले खारेजको लागि लेखेर पठाउँछौँ जसले सडक अनुशासन कायम गर्दैन जसले अत्यन्त लापरवाहीपूर्ण तरिकाले चलाउँछ जसले पटक जरिवाना पर्दा तिर्न आउनुहुन्न उहाँको हकमा हामी अब सवारी चालक अनुमति पत्र खारेजको लागि लेखेर पठाउँछौँ त्यसको लागि सम्पूर्ण मजदुर साथीहरू चित्त नदुखाउनु होला तपाईँ ट्राफिक नियमको पालना गर्नुहोस् तपाईँलाई सम्मान तपाईँ गम्भीर उल्लङ्घन गरौँ तपाईँको लाइसेन्स खारेजको लागि हामी लेखेर पठाउँछौँ सधैँभरि घरमा बस बार खोजेर घरमा ग्यारेज खोलेर चाहिँ राख्नु पाइँदैन घरमा ग्यारेज खोलेर राख्ने नि बस बार खटाइदिनु जहाँबाट चलाइनु हो जहाँसुकै काउन्टर पसल चलाए पनि हो काउन्टर पसल जहाँबाट पनि चलाउने हो नागरिकको सुविधा नागरिक जस्तोमा पनि एडजस्ट गर्न चाहन्छ तर हामी सिस्टममा हुनु पऱ्यो हामी जहाँबाट चलेको जसरी चलेको त्यो लामो दूरीको सवारी साधन चलाउनु छ को बसमा छ भने थाहा पाउन सकिँदैन त्यो बस बारबाट छुट्टो बाटाभरि तान्दै लगेर हाल्नुहुन्छ को चढ्यो भने थाहा हुँदैन त्यो सबै ट्राफिक पुलिसले गरिदिनु पर्ने हो तपाईँ यहाँ चलाउनुहोस् यसरी चलाउनुहोस् यसरी नचलाउनुहोस् लेन क्रसमा भनिदिनु पर्ने ट्राफिक पनि छड्के चेकिङ गर्ने लुकेर बस्ने चेकिङ छैन नै यो छन् भने यो हटाइन्छ छैन म आएदेखि मैले हटाएकै छु र अब निरन्तर रूपमा हट्छ छड्के चेकिङ हाम्रो अवेरनेस चेकिङ हुन्छ अवेरनेस चेकिङ रोक्ने माइकिङ गर्ने बिस्तारै चलाउने कुराहरू ड्रिङ्क एन्ड ड्राइभ नगर्ने कुराहरू 4D भन्छौँ ड्रिङ्क एन्ड ड्राइभ ड्रग्स एन्ड ड्राइभ यो एलाउ छैन यसलाई सशक्त कारवाही गरिन्छ मजदुरहरूलाई ठेक्का दिनुभएको छ जति सक्छस् घुमा जहाँ गर्छस् गर दिनको 4000 2000 5000 के ल्याएर नियुक्ति त्यो ठेक्का सिस्टमले चल्छ यसले भनेको के भने मजदुरहरूलाई चाहिँ बाध्य बनाएको दौडा कुद्दा ताम टिप अनि बा आमा छोराछोरी गयो भने बा एउटा गाडीमा श्रीमती आमा एउटा गाडीमा छोरा एउटा गाडीमा छोरी एउटा गाडीमा छोला अर्को गाडीमा त्यो अवस्था त्यो छ नै झोलै अर्को गाडीमा जान्छ चिट काट्यो धेरै कम छ र चिट पनि कतिको छ विदेशतिर लेन अनुशासन के अरे भायोलेट गर्नु त कति छ जरिवाना गएर हेर्नुहोस् त